मजा छ यहाँ यसरी गएर छ है आहा हिमाल चेता हिमाल आँखैकै नजिक तर यहाँ घाम एकदम चर्को लाग्छ नि त चिसा हावा थाहा नहो यहाँ भ्यान मात्रै हात पकाउने कुरा हैन छ हामीसँग भयो हजुर ल हुन्छ नि त तपाईहरु फर्किहाल्ने हो र अब 1 घण्टा जति भुलिन्छ अनि फर्किने हो 1 घण्टा त बस्नै पर्यो त्यही त 1 घण्टा त बस्छ 2 दिन लाएर आउनु 1 घण्टा नबस्नु त हामी हिजो बिहान चाँडै भए हिजो यहाँ बसिन्छ हामी त बीचमा अल्झाइदियो नि त त्यो गाडी बिग्रियो उल्लो क्याम्पमा कतिको छ मान्छेहरु छ होला कारे माथि क्याम्पमा माथि क्याम्पमा हामी गएको छैन त्यहाँ बस्ने ठाउँ खासै बस्ने ठाउँ छैन रे खासै त्यस्तो राम्रो छैन रे भन्दैछ टेन्ट लिएर जानुपर्छ त्यहाँ बाटो बिग्रियो